गाडी मैले चाहिँ फाइनल्ली आज जङ्गलबाट मैले के ल्याएको छु। सो यहाँ सबैजनाले अलिकति म गीत सुनाएर सुनाउन चाहन्छु। जङ्गलबाट डल्लेछु मैले ल्याइ पुर्याएँ हजुर, दाल भात तरकारी डल्लेछुसँग कर्याम खाने हो। हेलो नमस्ते एभ्रिवान। मेरो सम्पूर्ण भ्युअर्सलाई, मेरो मित्रहरूलाई मेरो सानो भ्लगमा चाहिँ स्वागत छ। म आज स्पेसल्ली किन चाहिँ मैले आफ्नो भ्लग चाहिँ तपाईँहरू सम्पूर्ण सामु देखाउँदैछु भने आज स्याटरडे हो। स्याटरडेको दिन चाहिँ म जङ्गल गएको थिएँ। कालुपानी डाँडाबाट मैले एकदमै मिठो खानेकुरा ल्याएको छु। यो ब्यागमा मेरो पछाडि ब्याग यो प्लास्टिक भिडिरहेको छु होइन। यो प्लास्टिक भिडिराखेको ब्यागमा चाहिँ के छ, सो म एकछिनपछि खोलेर म तपाईँलाई देखाउने छु। सबैजनाले हेरिदिनुहोस् है त। हेलो गाइस, फाइनली म मेरो रुमको किचनमा आइसकेको छु अनि मैले प्लास्टिक देखाउने छु। सबैजनाले हेरिदिनु न। यो प्लास्टिक जुन मैले बोकेको थिएँ यो भित्र चाहिँ मैले जुन डल्ले चाहिँ ल्याएको छु त्यो चाहिँ खोलेर देखाउने छु है त। यो चाहिँ खाजा लगाएको थिएँ मैले। यो चाहिँ टेक्लाक्से भन्छ है हाम्रो लिम्बू भाषामा चाहिँ। टेक्लाक्से भनेको चाहिँ के हो भन्नुहुन्छ होला। अलिकति यो चाहिँ खाजा लगाएको थिएँ मैले। म भेजी हो अनि त्यही भएर भेज कुरा नै खानेकुरा बोक्ने गर्छु। यो सकिन मैले उभारेर ल्याएको छु। अनि मैले च्याउ चाहिँ कति ल्याएको छु भने एकदमै धेरै ल्याएको छु च्याउ चाहिँ। यहाँ सबैजनाले देख्न सक्नुहुनेछ मित्रहरू। लगभग मैले यहाँ भरि च्याउ छ। च्याउ चाहिँ लगभग मैले 2 केजी प्लस ल्याएको छु सबैजनाले। आज च्याउको नाम के हो, डल्लो छ। डल्लो भएर डल्ले च्याउ भने अब एक्ज्याक्टली यसको नाम चाहिँ के हो थाहा छैन मलाई। डल्ले च्याउ साथीहरू आइटमै ठुलो पनि आएको छ आज। यस्तो मिठो हुन्छ नि। आज मेरो स्पेसल खाना खुवाइ हुनेछ। मेरो आफ्नै हातले बनाउँछु यो। एकदमै यो चाहिँ टमाटर पनि ल्याएको छु मैले उतैबाट, चोरेर ल्याएको छैन है। टमाटर चाहिँ फेरि मेरो साथीको टनेला छ त्यहाँबाट ल्याएको हो। साथीहरू आज पकाएको पनि देखाउँछु। अहिले म एकछिनपछि के लगाएको पनि देखाउँछु यहाँ सबैजनाले है त। सो गाइस, तर ब्लगलाई हेर्नु होला कस्तो लाग्छ सबैजनाले कमेन्ट पनि ठोक्नुपर्छ ल। साथीहरू डल्ले च्याउ फाइनली हेर्नुहोस् मैले यति धेरै ल्याएको छु। आहा है। आज त यो डल्ले च्याउ कसले खानु भएको छ। यो डल्लो चाहिँ छ। अब डल्लो छ र चाहिँ मैले डल्ले च्याउ भनेको, तर एक्ज्याक्ट यसको नाम चाहिँ के हो मलाई थाहा छैन। यसको नाम यदि तपाईँलाई थाहा छ भने कृपया सबैजनाले कमेन्ट गर्नुहोस् ल। अनि तपाईँलाई मनपर्छ कि पर्दैन, तर मलाई चाहिँ पर्सनली एकदमै मनपर्छ है। मलाई मनपर्छ यो खानेकुरा। थ्याङ्क यू सो मच साथीहरू। अब म यो धुन्छु। धुइसकिसकेपछि फ्राई गर्नेछु है त। सबैजनाले भ्लगलाई चाहिँ हेर्नुपर्छ है। थ्याङ्क यू एभ्रिवान। फाइनली गाइस मैले यो डल्ले चाहिँ धुइ पनि सकेको छु। अब यसलाई चटक छुटो काट्नु हो। काटिसकेपछि यसलाई 2 फक्लेटा, धेरैमा 3 फक्लेटा पार्ने हो। त्यसपछि फ्राई पनि म आफैले गर्नेछु आज। फाइनली गाइज मैले चाहिँ नि यो डल्ले च्याउ धुएर काटिसकेको छु होइन। काटिसकेको छु। अब यो फ्राई गर्न मात्रै बाँकी छ। अदुवा, बार मसला, अदुवा पदुवा सबै लाएर खायो भने त यसै मिठो हुन्छ है साथीहरू। अहिले हेर्दै खाउँ लाग्ने भएको छ। कतिजना कता थुक्ने लिएर चोखे लाग्छ ल हौ साथीहरू। आज त मैले यहाँ भर्खरै अब यो के लाएँ भने टिमुरहरूका लगाएको छु अनि खोर्सानी काटेको अनि तेल त छाँदैछ अनि मसलाहरू सबै लगाएको छु। मिठा सबै बेसार पनि अलिक लगाएको छु। अब चाहिँ म लाउँछु है त। मैले काटिसकेको च्याउ लाउने बेला भएको छ। अटेन अब यति मात्रै पकाएँ। भरे मिठो भयो भने फेरि पकाउँला। अहिले यति मात्रै पकाउनु पर्छ होला हौ जस्तो लागिरहेछ। अटेन धेरै भयो भने मिठो हुँदैन होइन र। सबैले पनि नखाने रे। मेरो चाहिँ डर लाग्यो रे साथीहरू। कतिजनालाई त डर लाग्छ होला, तर मलाई त डर लाग्दैन किनभने मैले धेरै पटक यो खाइसकेको छु साथीहरू। एकछिन चाखेको पनि म राखिदिन्छु नि त। त्यत्रिकै भिडिरहेको छु कि यसमा चाहिँ अब यो पनि लाउनुपर्छ। अलिकति आधी गल चाहिँ भइसकेपछि, आधा अवधि पाकिसकेपछि चाहिँ यो पनि लाउनुपर्छ। कटिङ पनि सिक्नुपर्छ यहाँ साथी। नजिकबाट देखाउनु
यो कसरी कटिङ काट्ने भने यसरी नै कटिङ काट्ने हो यसलाई 2 फिटर मात्रै चट्टा चट्टा यो पनि सिम्पल छ सिम्पल 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 अलिकति काँचो छ यार टमाटर चाहिँ फाइनली गाइज आधी गल्छ आधा उधी पाकिसकेछ अब आधा उधी पाकिसकेपछि के गर्ने भइसकेपछि च्याउ कसरी पकाउने भन्ने आइडिया म सिकाउँदैछु आधा उधी भयो अब यो के भन्छ टमाटर लाउनुपर्छ है त टमाटर लाउनुपर्छ यस टमाटर यतिकै लाउने हो टमाटर यतिकै लाएर एकछिन छोपिदिने है अनि टमाटर यति लागिने अब हामीले त्यही समयसम्म 2 देखि 3 मिनटसम्म यतिकै छोपेर राख्ने अनि यहाँ चाहिँ म देखाइहाल्छु अहिले नै यहाँ चाहिँ के छ भने जहिले पनि जङ्गली होस् या त बजारको होस् त्यो आफैले बनाएको पनि च्याउहरू खाँदाखेरि चाहिँ टिमुर अनि अदुवा अनि लसुन चाहिँ खुर्सानी चाहिँ केही मात्रामा चाहिँ मिक्स गर्नुपर्छ अनि पकाउनुपर्छ बेटर हुन्छ फाइनली गाइज च्याउ पाकिसक्यो अब चाहिँ म यो च्याउ अलिकति यहाँबाट झिकी पनि सकेको छु होइन अनि सबैभन्दा पहिले चाहिँ म आफैले नै चाख्ने हो गाइज हेर्नुहोस् कसरी चाख्ने भने मुखमा लागेको त देख्दैन साथीहरू गजब मिठो